नेपाल सरकारले हाल 2083 सालबाट शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेपालमा आन्तरिक पर्यटन विकास प्रचुर मात्रामा भएको पाइन्छ। बिदाको मौका पारी यो हप्ता चितवन उपरदनगढी र मायाटार घुम्न बिहानै 7 बजे पर्सा चितवनबाट 2 पाङ्ग्रे सवारीमा निस्कियौं। पिठुवा नेपानीचोक शक्तिखोर हुँदै उपरदनगढी बाटोको उकालो लाग्यौं। शक्तिखोर बजारबाट करिब 7-8 किलोमिटर उकालो बाटोमा रहेको यस उपरदनगढी क्षेत्रमा चेपाली जातिको बस्ती रहेको रहेछ। ठाउँ ठाउँमा लचका र झरनाहरू पनि देख्न पाइयो र कतै कतै बाटो बिग्रेको कारणले सवारी आवत जावतमा भने कठिनाई भएको रहेछ। समुद्री सतहबाट 1275 मिटर उचाइमा रहेको यस उपरदनगढीबाट तल हेर्दा बादल मडारिएको र कुहिरो लागेको देख्दा यहाँको मनोरम दृश्यले मलाई आनन्दित बनायो। यो बलियो ढुङ्गे पर्खाल पृथ्वीनारायण शाहको छोरा बहादुर शाहको पालामा निर्माण गरिएको हो। यो गढीले तत्कालीन समयको सुरक्षाको महत्त्व बोकेको छ। यहाँको भग्नावशेषले नेपालको एकीकरणका कथाहरू सुनाइरहेको भान हुन्छ। यहाँबाट देखिने चितवनको मैदानी भाग र महाभारत पर्वत श्रृङ्खलाको दृश्य अवलोकन साँच्चै लोभलाग्दो छ। तर आज भने वर्षात समय कुहिरोको कारणले गर्दा यो दृश्य देख्न सकेनौँ। यहाँको हावापानी एकदमै शीतल छ। वरिपरि घना जङ्गल र शान्त वातावरणले मनलाई आनन्द दिन्छ। यदि तपाईँ कोलाहलबाट टाढा प्रकृतिसँग नजिक हुन चाहनुहुन्छ भने उपरदनगढी एउटा उत्कृष्ट गन्तव्य हो। यहाँको होमस्टे र स्थानीय संस्कृतिले तपाईँको यात्रालाई अझ अविस्मरणीय बनाउनेछ। इतिहासको खोजीमा होस् वा हाइकिङको शौकीन, उपरदनगढी सबैका लागि उपयुक्त छ। आउनुहोस् यो ऐतिहासिक थलोको भ्रमण गरेर हाम्रो गौरवशाली इतिहास र सुन्दर प्रकृतिलाई नजिकबाट निहालौँ। चन्द्र सूर्य जङ्गी निशान हाम्रो जिउँदो रगतसरी हो बल्दो यो शान हाम्रो रातो र चन्द्र सूर्य